जनतालाई पनि एउटा जानकारी के दिन चाहन्छु भने म यो पदमा चाहिँ म धेरै बस्दैन। अब गराउँदै फेरि आफै त्यही पासोमा परियो हैन। अब जे परे पनि अब गर्न सकेको जति गर्न सक्ने जति भनौँ न, दिमागमा आए जति, बुद्धिले भ्याए जति गर्ने हो। अब कसैलाई पनि सबै कुरा एकैचोटि आउँदैन। अब भोलि के गर्नुहुन्छ, के छ प्लान भनेर सोध्नु होला, त्यो नसोध्नुहोस्। किनभने 1% बजेट परेको छ तपाईको यो मन्त्रालयको लागि। 1% भन्ने धेरै पैसा होइन। पहिला कुरा 1% भन्ने मैले अस्तितिर पनि भने थियो, अहिले चाहिँ यो टिको लाउन पुग्छ, जसैमा राम्रोसँग टिको लाउन पुग्छ भनेको छु हैन। अब यो कुरा चाहिँ कन्टिन्युस हुनु पर्यो र चाहिँ अब कमसे कम पनि विज्ञान प्रविधिको विकास कति हुन्छ भन्ने कुरा देखाउनलाई 10 वर्ष लाग्छ। भोलिदेखि टिम बनाएर र एउटै कुरा सोच के छ भने यो हामीले यो विज्ञान प्रविधिको विकासको लागि चाहिँ ढिलो हिँडेर चाहिँ ठाउँमा पुगिँदैन। एकदम द्रुत गतिमा यो चाहिँ रात दिन काम गरेर अगाडि बढ्ने हो। र म चाहिँ के भन्न चाहन्छु भने पत्रकारहरू मार्फत सम्पूर्ण अरू आम जनतालाई पनि एउटा जानकारी के दिन चाहन्छु भने म यो पदमा चाहिँ म धेरै बस्दैन। मैले अब जे जति गर्न सकिन्छ सकेसम्म रात दिन काम गरेर 5 वर्षको हो यो के अरे सरकार। 5 वर्षमा चाहिँ मैले रात दिन काम गरेर बढीमा 3 वर्ष बढीमा है मैले यहाँ घोषणा गर्छु म यो 3 वर्ष बस्ने हो, यो मन्त्री भएर खाने हैन। 5 वर्ष कार्यकाल पुरा म गर्दिन। मलाई अब यसको त्यसपछि चाहिँ के हुन्छ भने नयाँ युवा भाइ बहिनीहरूलाई, नयाँ युवा नेताहरूलाई चाहिँ अब यो चाहिँ एउटा राम्रो एउटा जग बसालेर, फाउन्डेसन बसालेर, बलियो फाउन्डेसन बसालेर चाहिँ यो छोड्ने हो। मन्त्रीज्यू सबै कुरा नयाँ गर्ने भन्नुभयो अघि। 3 वर्षमै तपाईको भिजन चाहिँ पूरा होला त? अनि नयाँ आउने मान्छे भिजन पूरा हुँदैन। भिजन त यो 50 वर्षमा पनि सकिन्न। 5 वर्षसम्मै कार्यकाल अहिले हामीले गर्ने भनेको चाहिँ फाउन्डेसन बनाउने, जग बसाल्ने। विज्ञान प्रविधिको विकासको लागि जग बसेकै छैन नेपालमा, जिरोबाट सुरु गर्ने हो। त्यस कारणले 2-3 वर्षभित्रमा रात दिन काम गरेर फेरि दिउँसो मात्र काम गर्ने, राति काम नगरेर मन्त्रालयमा बस्नुहुन्छ कि के छ? अब मन्त्रालयमा बस्ने हो। अब यहाँ छलफल गर्नुपर्छ, बस्ने खाने तपाईँको मन्त्रालयमै हुने हो है। सुत्ने पनि यतै बस्ने हुने त्यही हो, अरू कुरा छैन। भोलि पर्सि गर्नुहोला भाइहरूलाई। कुराहरू म चाहिँ प्रष्टसँग ओपनली राख्छु। एउटा कुरा चाहिँ के थाहा गर्नु भने म बढीमा चाहिँ 3 वर्ष बस्छु। मैले भनिसकेको छु म बढीमा 3 वर्ष बस्ने हो। त्यसपछि नयाँ जेनेरेसनको युवाहरूलाई चाहिँ तयार गरेर सुम्पेर उनीहरूलाई चाहिँ जसरी मन्त्रीको कुर्सीमा आइपुग्नु भयो, यो विषयमा तपाईँलाई कुनै संकेत जानकारी केही थियो कि के थियो? संकेत जानकारी नभएर त बिहान 1 बजेको चाहिँ सदनमा गएँ त म है। सरप्राइज भयो तपाईँका लागि। अब सदनमा गएँ 1:20-1:25 तिर बल्ल जानकारी हो।